सो हेलो गाइज एन्ड नमस्ते सबैजनालाई एन्ड वेलकम ब्याक टु आवर च्यानल आफ्टर लङ टाइम पछि फेरि भिडियो हाल्नलाई आयौँ हामी र यो भिडियोमा चाहिँ अब हामी के गर्न गइरहेको छौँ कसो गर्न गइरहेको छौँ कहाँ के भन्ने कुरामा चाहिँ साथीले भनिदिन्छ म भन्न सकिरहेको छुइनँ भनिदिउँ नि त साथी अलि साह्रो बोल ल हावा चलिरहेको छ नसुनिन सक्छ त्यो चाहिँ हामी कोरिया छोडेर अलिक टाढै जाँदैछौँ यो चाहिँ अहिले अलिकति सिक्रेट छ एक दुई दिन पर्खिनु भयो भने रिभिल हुन्छ है तर अहिले चाहिँ हामी अब कपाल सपाल काट्न पऱ्यो चट्ट पर्नु पऱ्यो होइन खानासाना खानु पऱ्यो अब साँझको फ्लाइट छ भनौँ न अब त्यही भएर आज चाहिँ केही समयको लागि कोरियामा हाम्रो अन्तिम दिन पनि हो र नेपालमा चुनाव पनि छ चुनाव पनि छ अब भोट हाल्न आउन लागेको हो कि वा अरूतिर घुम्न जान लागेको हो कि केही काम पर्छ किन केही कामले जान लागेको हो कि भन्ने कुरा चाहिँ यो भिडियोमा हामीले के भन्छ खुलाउँदैनौँ अनि अब भोलिदेखिको उताको भिडियोमा चाहिँ हामीले भन्छौँ अब भइसक्यो त अब यो सिक्रेट राख्नको लागि कोसिस गर्छौँ यदि बाइचान्स कसरी अब यो भिडियोमा थाहा भइहाल्यो भने चाहिँ द्याट्स अब भनौँ न नट आवर मिस्टेक त्यही हो जाउँ कपाल सपाल खाना खाऊँ रमाइलो गरौँ अब सेफ जोड्ने है साथी साथी अहिले चाहिँ हामी खानासाना खाएर आयौँ अनि अब साथीले चाहिँ मेरो पकाएको नेपालमा पनि सजिन गरेको अरे नि त साथीले यसो गरौँ न त चिङ्डे पार्नु आर्मी कार्ड हानिदिउँ न अनुहार चोर जस्तो भयो भने अनि यो थाहा हुन्छ त अनि चिङ्डे पारिदिनु त्यो गाई हामीले चाहिँ अनि पैसा झिकेर है खोइ देखाइदियो त पैसा झिकेर आयौँ पैसा ननिक्लेर फेरि त्यसका बाउको तनाव भएर है 4:30 बजी चाहिँ घरबाट हिँड्ने भनेको 4:10 त यहीँ बाटोमै भइसक्यो अब यो चाहिँ हाम्रो घर एरिया हो अनि अब चाहिँ हामी रेडी हुन घर जाँदैछौँ अनि खाना पनि खाएर आयौँ अनि अब जोस् हामी चाहिँ घर गएर प्याकिङ स्याकिङ अलिअलि बाँकी छ त्यो सकेर अनि खाएर निक्लिहाल्ने चाहिँ हाम्रो प्रतिबद्धता छ ल सो गाइज अब चाहिँ हामी निस्किसकेका छौँ दोस् हेर्दै पनि एकचोटि यता अनि अब के छ त भन्दाखेरि अब यस्तै छ लाग्यो अब दुःख मात्रै कति गर्नु यसो हल्का अब भनेर चाहिँ लागेका छौँ कोरियामा चाहिँ मौसम चिसो छ र यो हल्का लाएर हिँडेको जाडो भइरहेछ अब चाहिँ हामी अगाडि गएर साथीहरूलाई भेटेर यो हिँड्ने बेलामा जहिले ढिलो हुनुको रिजन के हो भन्ने कुरा पत्ता लगाउन सकिएन अहिलेसम्म जहिले हतार हुने यस्तो लास्टै ढिलो छ कि केही कुरामा ढिलो गरिदिने क्या हेर नि त ऊ अलमल्लिएको अलिक आडे टाइपको साथी छ अनि एनिवेज अब हामी लाग्यो अब यहाँदेखि उताको के कस्तो हुन्छ म देखाउँदै जान्छु र कहाँ जान आँटेको भनेर चाहिँ सायद मेबी यो भिडियोको अन्तिम नै थाहा हुन्छ होला किनभने यो कसरी लुकाउने यो फर्स्ट भिडियोमा अनि यो एयरपोर्टको रेलवे त लास्टै भिड हुँदो रहेछ नि त्यहाँ हो यो हेर्नु न रमिता साह्रै रमाइलो है रमाइलो लागिरहेछ नि हामी एयरपोर्ट आइपुग्यौँ टर्मिनल 1 बाट एन्ट्री भइसक्यौँ है अब हामी चाहिँ खोइ त केटाहरू अब हामी चाहिँ कस्तो यो एयरपोर्टको फिलिङ्स चाहिँ अलिक कस्तो छुट्टै हुने क्या किनकि यहाँ नेपालबाट आउँदाखेरि होइन कस्तो केही इन्जोय नै भएको थिएन क्या के थियो त्यो मलाई केही मोमेन्टै थाहा छैन क्या त्यो प्लेन उड्दाखेरि त्यो कस्तो भयो होइन अनि यताउति के त्यो हुन्छ नि सम्झिन लायकको केही नै थिएन एकदम दुःख थियो नि त रुँदै हिँड्नु पऱ्यो थियो अब अहिले हाँस्दै हिँड्नु पऱ्यो गाइजहरू यहाँ अगाडि हिँडिरहेको छ आहा कस्तो यो बास्न त के हुने एयरपोर्टको तर कस्तो त्यो नराम्रो खालको फिल पनि आउने कि मनमा यो एयरपोर्ट आउँदाखेरि किनकि यो एयरपोर्टको इमोसनै यस्तै होला नि त कुरो यो ठाउँमा होइन अब रुँदै आइपुगेको थियो आजभन्दा ठ्याक्कै 2 वर्ष अगाडि र आज हाँस्दै जानु परेको छ कस्तो रमाइलो हुँदो रहेछ यार एयरपोर्ट फिलिङ्स भनेको चाहिँ बल्ल बुझ्यो क्या त्यो बेलामा त मलाई कस्तो थाहा नि भएन क्या नेपालबाट आउँदा त के भयो पहिला बोर्डिङ पास लिउँ न अनि ल बोर्डिङ पास गरिदिनु इमरान ल सो गाइज हाम्रो चाहिँ के अरे उनी भइसक्यो के अरे यसलाई के भन्छ अरे बोर्डिङ नै भइसक्यो
अनि अब हामी चल्दैछौँ गाइजहरू यो चाहिँ इन्सानको टोइलेट यति सफा छ है गाइजहरू नेपालमा नि यस्तो बनाउनु पर्यो अब बालेन दाई आएर टक्कसँगले रवि दाई बाले सो गाइज हामी जाँदैछौँ खाना खाएको वर्थ इट भएन तिमीलाई र मलाई उस्तै रहेछ है खानै नमन पर्ने क्या रेडी 1 2 3 लेट्स गो सो गाइज अब चाहिँ हामी जाऊ गाइजहरू अब चाहिँ हामी जाने यही हो जाने प्लेन चाहिँ अब हामी चाहिँ अलमोस्ट अब गइसक्यौँ भनौँ फर्स्ट टाइम विन्डो सिट कुनै पनि उ नगरिकन पाएँ मैले हाम्रो साथीहरू उता अगाडि परेछ र प्लेनमा हामी बसिसकेका छौँ अब प्लेनमा बस्दाको फिलिङ चाहिँ यस्तै हुँदो रहेछ फेरि पनि अब चाहिँ एकदमै रमाइलो गरेर बसिरहेको आइछौँ इन्जोय गर्छु पुरै होइन कस्तो राम्रो There are 8 emergency exits on both sides of the airplane. Let's go guys. Jai Patwara Mata. Guys, we are finally landed in our destination and we wait up for long time है यसको लागि चाहिँ अनि प्लान कसरी सक्सेस बनायो के बनायो भन्ने कुरा हुन्छ अब यो कुरा चाहिँ अब नेपाल त होइन भनेर थाहा नि पाइसक्यो भएदेखि यो पनि अगाडि गइसक्यो होला तिमीहरू किनभने नेपालमा चाहिँ यस्तो अघि छैन नि त सिस्टम बस्न मान्छ नि त त्यही भएर अब यो रिभिलै गर्नुपर्छ होला अब हाम्रो रिभिल तिम्रो मुखबाट गर्दै नि त कहाँ आयो के आयो भनेर यहाँ चाहिँ hey bro, Mexican? Yes, I'm Mexican. Oh wow, nice to meet you bro. Nice to meet you. Oh wow, thank you so much. पानी खानु पर्यो होइन तिमीलाई पानी सो तिमीलाई दानाङ आउन पुरै भनिरहेको थियो यो प्लान कसले बनाएको भनिदेऊ त यहाँ आउ न यो प्लान कसले बनाएको भन हजुरले अनि यो प्लान सक्सेस बनाएको कसले सक्सेस बनाएको कसले त्यो त प्र्याङ्क हो नि त भन यो प्लान कसले बनाएको रे यो सक्सेस बनाउनमा कसको ठुलो हात हजुरकै हो हजुरकै अनि यो सेटिङ सबै यताउति कहाँ बस्ने के गर्ने कसले मिलाएको हजुरले हो नमस्ते गर नि एकचोटि गर न छोडेर जान्छ है फेरि सो वी आर गोइङ नाउ अनि हामी अब हाम्रो ब्यागेजहरू सबै क्लेम गरेर अनि हाम्रो होटलमा जान्छौँ सो गाइस यहाँको टोइलेट चाहिँ नेपालको भन्दा फार बेटर नै रहेछ राम्रो रहेछ त्यो हाई क्वालिटी अब यहाँ चाहिँ रेट आवर टोइलेट भनेको रहेछ अब एभरेज नि भन्न मिलेन यतिकोलाई गुड भन्नु मिल्छ अब एक्सिडेन्ट भन्न चाहिँ किन मिलेन भन्दाखेरि यहाँ टिस्यु रहेछ एउटा उसको नाम लेखेको छ अरे मिस्टर बुढा छेत्रीको नाम यहाँ हेर है गाइजहरू म चाहिँ हेर्दिनँ फेरि यस्तो सिन चाहिँ मैले टक्क फिल्महरूमा टक्क अरूहरूको लागि हेरेँ अब टक्क हाम्रो गाडी यहाँ रहेछ अगाडि नै गर्मी रहेछ नि त है पेम्बा खोला यार त्यो खोला के खोल्ने अब गऱ्यौँ भने ठिकै छ अहिले नाइटको टाइम हो कति हामी त एकैचोटि जाडोबाट यस्तो गर्मीमा आउँदाखेरि त हामी त बिरामी हुन्छ होला है मलाई रुगा लाग्ला मलाई त ज्वरो आयो भनेर अघि एयरपोर्टमा दबाई किनेर है अन्त म फेरि एकदम पहिलेबाट दबाई सबै खराब किनभने कोरियामा पनि मौसम चेन्ज हुने बेला भयो नि त जाडोबाट गर्मीमा अटममा भनौँ त्यही भएर चाहिँ अनि अहिले कहाँ अब यस्तो रुगाखोकीले घुम्ने बेलामा गाँड हान्छ कि भनेर चाहिँ अनि यस्तो आफ्नो केयर गरियो अब अनि जे होस् तर गर्मी रहेछ कि यहाँ यो ठाउँ चाहिँ यस्तो छ बाइक गर्नुपर्छ बाइक बुक गरेर जानुपर्छ सस्तो पर्छ अबको हाम्रो फर्स्ट दिनको पहिलो होटलमा यही हो त ल यो होटलमा हामी बस्दैछौँ र हाम्रो वेलकमको लागि यो होटलको मान्छे आएर पनि यहाँ ब्यागेज लिएर नि गइसक्यो यताउति रमाइलो लाग्यो
गर्मी चाहिँ गर्मी रहेछ सो लेट्स वक है आई एम एक्साइटेड ओके ओके गुड बाई सो गाइस होटलको रुम चाहिँ यस्तो रहेछ बेड एउटावाला रहेछ अनि त्यसपछि एसी छ त्यहाँनिर टावेल सावेल यताउति तर यहाँको भ्यू चाहिँ यस्तो छ है आम्मा 7th फ्लोरमा है ल यस्तो देखिन्छ बन्द रहेछ तर सबैतिर छ त्यो जोस् सो गाइस आज हामी आइपुग्यो जोरै आउला जस्तो भयो गाइस अब के गर्नु होला फर्स्ट टाइम यस्तो इन्टरनेसनल टुर भनौँ इन्टरनेसनल टुर चाहिँ लाइफमै फर्स्ट टाइम हो अब कोरिया आउँदा त के टुर भन्नु अब यस्तो छ त्यसबाट खाना खानुपर्ने हुन्छ लास्टै ऊ छ भोक लागेको छ अब खाना खाएर अब आजको ब्लग यहीँ सकिन्छ र अब भोलिबाट भियतनामको दानाङ र होयान घुमेको भिडियो चाहिँ आउँछ अहिले चाहिँ अब साह्रै भोक लाग्यो अनि डिनर हाम्रो बेलुकाकोमा अहिलेकोमा आउने बित्तिकैमा चाहिँ इन्क्लुड रहेनछ अनि हामी चाहिँ स्ट्रिट फुडमा आइपुग्यौँ खोज्दै अनि हाम्रो होटल यहाँबाट वकिङमा 5 मिनट लाग्छ अनि अब अहिले चाहिँ ठ्याक्कै यहाँको 2:50 जस्तो भएछ रातिको कस्तो आनन्द शीतल अटम टाइपको मौसम क्या अटम पनि होइन न त गर्मी न त जाडो अलिअलि अब जाडोबाट आउँदा अघि चाहिँ हप्प जस्तो गर्मी भएको थियो अहिले त जस ठिकै छ मौसम एकदमै अनि यहाँ बसिरहेको चाहिँ केटाहरू भित्र छन् भित्र अलिक तातो भएर म चाहिँ यहाँ आएर बसेको अनि जस आजको दिन यसरी बित्यो अब हामी आएको चाहिँ खासमा भियतनाम घुम्नको लागि हो आँखामा निद्रा यस्तो लागिरहेछ अनि खोइ केटाहरू यो खाएर यो यस्तो स्कुटरहरू कुदाउनु पाउँछ नि त्यहाँ त विदाउट लाइसेन्स खै कुदाउने कि भन्ने कुरा छ अब हेरौँ अब यो खै के खाने कुरा हो यहाँको है अब यहाँभित्र पोर्क चाहिँ छ पोर्क भनेर चाहिँ अर्डर गरेको गाइजहरू चाहिँ चिकन खाइरहेछन् मैले चाहिँ पोर्क खाइदिनु पऱ्यो भनेर अब यो ट्राई गरौँ है यहाँको स्ट्रिट फुड कस्तो छ अनि खाएर अब त्यसपछि हेर्दै जाउँ के हुन्छ हामी चाहिँ नाइट लाइफ हिँडिरहेछौँ होइन तर केही पनि रहेनछ केही पनि रहेनछ अलिकति खाएपछि इनर्जी आयो आँखामा निद्रा त छँदैछ तर सुत्नलाई आएको होइन हामी रमाइलो रहिला हान्नलाई आएको हो त्यही भएर बाइक राइड चाहिँ अब राति अलि नदिँदो रहेछ मतलब पसल चाहिँ खुल्ला रहेछ किन मतलब पासपोर्ट पनि दिन पर्दो रहेछ हामीले पासपोर्ट चाहिँ होटलमा छोड्यौँ होटल अनि अब छोडिदिउँ त भनेर अनि यसो म्याप खोलेको यहाँ छेउमा अगाडि बिच रहेछ क्या अनि यो चाहिँ माइके कि माइखी भन्ने बिच रहेछ यो चाहिँ फेमस बिच हो अनि यहाँबाट चाहिँ हाम्रो होटल चाहिँ हिँडेर त्यही 5देखि 7 मिनटको दूरीमा रहेछ सो अब भियतनाम त अब यस्तै रहेछ नेपालभन्दा चाहिँ अब धेरै नै ऊ रहेछ तर यहाँ आउँदाखेरि चाहिँ के अरे नेपाली आए जस्तो फिल भइराखेको छ अब नाइटमा पनि त्यो फोटो नेपालको पोखराको भाइब्स लाइट साइट केही पर्दैन रहेछ यहाँ पनि रातो पनि छैन हरियो पनि छैन यो स्कुटरहरूले त हानिदिँदो रहेछ ए डेन्जरसै हुँदो रहेछ कब्बालै हुँदो रहेछ रातिमा त बिच ओए स्वर त्यहाँ हुँदो रहेछ नि त कस्तो हुँदो रहेछ यार बिच त है डेन्जर हुँदो रहेछ यत्रो पानी आउँदो रहेछ हेर न त्यो परको बलेको सबै ऊ होला कि त्यो क्रुजहरू होला कि हेर त कस्तो बगान आउँछ होइन यस्तै छ त हेर त यस्तो दामी भ्यू आइपुग्यो यार गाइस भियतनाममा यसो अब रमाइलो रिफ्रेसमेन्ट आहा माइकी नै होला माइके हो क्या माइके दिस इज माइके बिच एन्ड म चाहिँ फर्स्ट टाइमै देखेको हो अनि रमाइलो एकदम रमाइलो हुँदो रहेछ मैले कोरियामा त्यत्रो 2 वर्ष बिताएँ तर बिच जाने जुरेन पनि गएन पनि फर्स्ट टाइम बिच देख्दैछु त्यही पनि भियतनाममा आएर रातको 4 बजी गाइस क्यामेराम्यान निर्जलको साथमा रिपोर्टिङ यहीँ सकिँदैछ उता हाम्रो साथीहरू पनि छ है बिचको सिनेरी म देखाउँछु यस्तो छ है अझ झन् डेमा आउँदा कस्तो खतरा होला लाइ यस्तो छ है गाइस यस केटालाई खुसी लागिरहेछ बिच फर्स्ट टाइम देखेर रातमा अब यस्तो अवस्था भयो अनि तिनीहरू चाहिँ त्यहाँनिर इन्जोय गर्दैछन् र म चाहिँ यहाँनिर रिल्याक्स गर्दैछु क्या रिल्याक्स गर्नु र इन्जोय गर्नुमा धेरै फरक छ त्यही भएर इन्जोय गर्दैछु म रिल्याक्स गर्दैछु है अब आजको भ्लग यहीँसम्म हो अब गएर सुत्ने हो होइन कति 5 बजी सक्न लागिसक्यो 5 बजी सुतेर 6 बजी उठेर अनि त्यसपछि बिहान फेरि अनि हाम्रो होटलबाट टेकआउट गरेर
हाम्रो टुर गाइडले कहाँ लान्छ के गर्छ केही पनि थाहा छैन मतलब त्यो सेड्युल त हालिदिएको छ तर मतलब अब थाहा हुँदैन नि त अलिक कन्ट्याक्ट छैन पढेको छैन मजाले त्यही भएर यो कोही के बिच माइके नि भन्छ केटाहरू होला सायद वाट एभर होइन जे होस् रिल्याक्स गर्न आएको रिल्याक्स भइराखेको छ अनि अब निरान लाग्यो सो स्टे ट्युन अनि अब कोरियाबाट अब 2 वर्ष ठ्याक्कै पुग्यो 2 वर्ष पुगेपछि अब ठ्याक्कै कस्तो संयोग फेरि के भनेदेखि 25 तारिकमा हिँडेको उहाँ नेपालबाट फेब्रुअरीको अनि ठ्याक्कै अब पर्सि 25 तारिक अब आज 24 भयो भोलि 25 तारिक क्या भोलिको बेलुका हिँडेको थिएँ क्या म आजभन्दा 2 वर्ष अगाडि कोरिया आउँदाखेरि रुँदै हिँडेको अब आजको दिनमा यस्तो फन हाँसिरहेको छु क्या त्यही भएर केही समयको दुःखले गर्दाखेरि आत्तिनु हुँदैन रहेछ सबै कुराहरू बिस्तारै मिल्दै जाँदो रहेछ विदेश आउनेहरूले चाहिँ यदि कोही नयाँ आउने स्टुडेन्टहरू हुनुहुन्छ र हेरिराख्नुभएको छ भने चाहिँ आउने बित्तिकै धेरै नै गाह्रो हुन्छ तर त्यो गाह्रोपनलाई चाहिँ भनौँ न कन्ट्रोल गरेर सामना गरेर हिँड्न सक्नुभयो भने चाहिँ अवश्य पनि सबै कुरा मिल्दै जाँदो रहेछ त्यही भएर अब आज सबैजनाको छुट्टी मिलाएर कसरी गाह्रो भयो क्या फेरि अब मिल्दैन नि त धेरै गाह्रो तरिकाले मिलाएर चाहिँ टक्कसँगले आयौँ हामी अनि जोस् अब भियतनाम घुम्ने जाने रमाइलो गर्ने भ्याकेसनमा आएको हो अब आज मन्डे हो मन्डे हामी कोरियाबाट हिँडेको अब आज त बिहान भइसक्यो ट्युसडेको बिहान भइसक्यो अब अर्को मन्डेबाट चाहिँ कलेजै छ हामी 1 हप्ता होइन 5 दिन घुमेर चाहिँ घर जान्छौँ है बाई अब आजलाई यति नै गुड नाइट स्टे ट्युन है एन्ड लेट्स रक इन भियतनाम बाई बाई गुड नाइट